यो सभालाई सञ्चालन गर्नुहुने कोक्राझार जिल्ला समिति गोर्खा जातीय कोष बीपीएफको सम्मानीय सभापति हाम्रो चिरञ्जीव सुवेदीज्यू र यसपालिको 2026 को विधानसभा निर्वाचनको बीटीसीमा हाम्रो 15वटा क्यान्डिडेट भित्र सबैभन्दा हेभी वेट क्यान्डिडेट चाहिँ हुनुहुन्छ हाम्रो सम्मानीय सबैको अहिलेको बीटीसीको ईएम सर रविराम नार्जारीज्यू। यसो तालीहरू बनाउनुहोस् न। हेभी वेट क्यान्डिडेट तपाईहरु भाग्यशाली हुनुहुन्छ। मैले भन्नु खोजेको त्यो हो, यति राम्रो क्यान्डिडेट पाउनु भएको छ जसले हार भनेको त उहाँले देख्नै भएको छैन, सधैँ जित। र यो जितलाई बरकरार राख्ने तपाईहरुको हातमा छ, हामी सम्पूर्ण गोर्खा जातिको हातमा छ। म सँगसँगै उपस्थित हुनुभएको विभिन्न जातीय कोषको सम्मानीय मूल सचिवगण मैले एकैचोटि सम्बोधन गरेँ र उहाँहरू आज मसँग हुनुहुन्छ। यसले यही प्रमाण गर्छ आज बीपीएफ दलमा विभिन्न जात गोष्ठीको छुट्टो छुट्टै जातीय कोषहरू बनाएर आफ्नो जातलाई सेवा गर्ने माननीय श्रीजुत धाग्रामा महिलाज्यूले आज हामीलाई मौका दिनु भएको छ। यो राम्रो हो कि नराम्रो भन्नुहोस्। आज बिहानै माननीय श्रीजुत धाग्रामा महिलाज्यू सरले आफ्नो फेसबुक पेजमा उहाँले एउटा मेसेज छोड्नु भएको छ। त्यो मेसेज हो बीटीसी अथवा बदलेन अञ्चलमा बस्ने हरेक जाति जनगोष्ठीको समान अधिकार, सबैको समान प्रतिनिधित्व गर्ने र यहाँको उन्नति शान्तिको कामना गर्नु भएको छ। देख्नुभयो होला होइन फेसबुकमा, पाउनुभयो कि भएको छैन लु भन्नुहोस् त। र अलिकति अगाडि नै हाम्रो बिचमा जस उहाँले आफ्नो वक्तव्य राख्नुभयो, उहाँको नाम हो नाथुराम बोरो। हाम्रो श्रद्धेय यूपीपीएल पार्टीको उहाँ उपसभापति हुनुहुन्थ्यो। यूपीपीएल पार्टीको प्रमोद पौडेलको पछि नै उहाँ हुनुहुन्थ्यो। आफ्नै आशीले भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो यूपीपीएलको। र अस्ति भर्खरै उहाँहरू माननीय श्रीजुत धाग्रामा महिलारी जीवको बाहुलीबाट आरोनाइ लगाएर यूपीपीएललाई टाटा बाई गरेर अहिले उहाँ बीपीएफ दलको सक्रिय कर्मी र केन्द्र समितिको उहाँलाई सचिवको दायित्व पनि दिएको छ। र उहाँ आउने कारण उहाँले स्पष्ट रूपमा भन्नुभयो अब यूपीपीएलको भविष्य छैन। यूपीपीएलले 5 वर्षमा कुनै एउटा काम आज गरेर देखाएन, जुन चाहिँ आजको बीपीएफ सरकार अथवा माननीय श्रीजुत धाग्रामा महिलाज्यूको सरकार, माननीय श्रीजुत रविराम नार्जारीज्यूको सरकारले आज 5 महिनामा 5वटा ग्यारेन्टीको काम गरेर गएको छ। हो कि लु भन्नुहोस्। एकदम टेप टापक यता बच्छ उता बच्ची क्या हो यसो चिया बिस्कुटहरू छैन है प्रेसिडेन्टज्यू? के भएन, व्यवस्था केही छैन। इलेक्सन लागेको छ, हाम्रो त उता एकदमै छैन, अरू पार्टीको नामै छैन। अब पनि यूपीपीएलको पछाडि कुद्दै हो भने चाहिँ अब यसै त 4.5 वर्ष अझै हाम्रो सरकार छ, सुक्नु त पर्छै। अनि उसो उता पनि हाम्रो सरकारै हुनेछ। र म अहिले नै आह्वान गर्न चाहन्छु, कोही पनि अरू पनि 2-4 जना छुटेको छ भने उहाँहरूलाई अति तुरुन्तै यूपीपीएलमा ल्याएर हाम्रो मान्छे जगाउने काम चाहिँ गर्नुपर्छ। अब म पछि यता हुनुहुन्छ फेरि केशव कार्कीज्यू, उहाँ पनि यूपीपीएलको सक्रिय कर्मी हुनुहुन्थ्यो, उहाँहरू पनि आउनुभयो। हाम्रो अशोक शर्माजी हुनुहुन्छ, उहाँहरू पनि यूपीपीएलमा हुनुहुन्थ्यो। अब हुँदैन, पार लाग्दैन। अब यो प्रमोद पौडेलको पछि कुदियो भने सुकिन्छ, यसो अलिअलि भएको पनि सकिन्छ भन्ने समयमै उहाँहरूलाई अनुभव भएर आज उहाँहरू फेरि तुरन्तै बीपीएफमा आउनुभयो। आउने कारण के हो भन्दाखेरि काम गर्दैछ बीपीएफ पोलिटिकल पार्टीले हरेक जाति जनगोष्ठीलाई नछुट्याइकन आज हामीले काम गर्दैछौँ। र माटोको अधिकारको विषयमा चाहिँ आज माननीय श्रीजुत धाग्रामा महिलाज्यू
माननीय श्री रविराम लाचार्यज्यूको भनाइ यही छ अथवा बीपीएफ दलको भनाइ यही छ, प्रथम हामी खास र एक सनिया माटोको पट्टा हामी काम गर्नेछौँ भनेर यति मध्ये हामीले माटोको पट्टा दिनु सुरु गरेको छ। ठिक भयो कि मलाई यो भन्नुहोस्, पट्टा चाहिन्छ कि चाहिँदैन? हाम्रो मान्छेलाई पट्टा भनेकै बीपीएफ हो, दिँदैन युपीपीएल दिँदैन। हामीले कस्तो पार्छ युपीपीएलले भन्दाखेरि घरमा पालेको कुकुर हुन्छ नि, तपाईँले बिस्कुट एउटा हातमा लगाएर जता फर्काउनु त उसको मुख त्यतै फर्किँदैन। युपीपीएलको सोच त्यो छ, हातमै छ, सक्छ दिनु तर दिँदैन। अनि यसरी यता फर्का, जनतालाई उता फर्का, 5 वर्ष यसरी सकिएको। म आह्वान गर्न चाहन्छु, हामी कुनै पनि गोर्खा, आदिवासी, हिन्दी भाषी, राजवंशी, बेङ्गोली जति पनि जात गोष्ठी हामी छौँ, अहिले बीपीएफमा हामीले समानुपातिक रूपमा हामीले काम गर्ने मौका पाएको छौँ र हामी गोर्खाहरू पनि यहाँ कमी रहनु हुँदैन। हामी अब यहाँ अरू पार्टी गरेर लाभ छैन। बोडोल्यान्ड अथवा बीटीसीमा हामीले बीपीएफ छोडेर अरू राजनैतिक दलमा कुद्नु भनेको समय नष्ट गर्नु मात्रै हो, समय नष्ट गर्नु मात्रै हो। र म आह्वान गर्न चाहन्छु, अरू पनि यहाँ कोही छ भने उहाँहरू अति चाँडै हाम्रो सभापति माननीय श्री बीटीसी बीपीएफ दलका प्रमुख आग्रामा हुँदै सरले कतिले भन्नुभएको छ, हामी जात र व्यक्तिमा छुट्याउँदैनौँ। हाम्रो बीपीएफको दैलो सधैँ खुला छ, तपाईँहरू आउनु पनि सक्नुहुन्छ, जानु पनि सक्नुहुन्छ भनेको त। अब आइसकेर जानु भनेको त उसकै लोस हो कि लो भन्नुहोस् त। अब आइसक्नुमा मिलेर हामीले काम गर्नुपर्छ, हो कि लो भन्नु। र म आह्वान गर्न चाहन्छु, हाम्रो यो अठ्याबारी क्षेत्रीय बस्तीबाट कुनै गोर्खाको भोट कुनै होलोतिर, तपाईँको ट्र्याक्टरतिर चाहिँ हाम्रो नपरोस्, जे परोस् हाम्रो होलोतिर परोस्। होलोको चिन्हमा हामी भोट दिउँ, ट्र्याक्टरको चिन्हमा भोट दिनु भनेको त्यो बिग्रियो।